भयो भन त किन रुवा भन त त्यसको भाइहरु दुईटा काठमाडौँमा यता हेर त नानी यता हेर त दिदीलाई हेर न किन रोकी भन त सस्ताबडे लग्यो त यता हेर त किन रोए कि भन त यहाँ यता त म छु नि किन रोको भन त मेरो नि छैन आमा बुबा दिदीको पनि छैन मैले नि अर्काको घरमा काम गरेर पढेको हो दिदी छु नि के समस्या पर्यो भन त पढ्नलाई समस्या परेको हो दिदी छु नि भन त यता हेरेर भन त पढ्नलाई समस्या भएको हो यता हेर म दिदीलाई हेर नि त पहिला दिदीलाई राम्रोसँग हेर के नाम भन चुप लाग्नु त नाम के हो तपाईँको भन्नु त निरुता यता हेर सिधा हेर भन सिधा हेर निरुता के निरुता के भन त अनि के भाइ के भयो भने उसको समस्या के तिम्रो समस्या के हो दुईटा भाइ आश्रम लिएर काठमाडौँ पड्डारे यता हेर मलाई यता हेर दिदी हेर भन अनि तिमी कहाँ बसेर पढ्छौ कहाँ बसेर पढ्नु मन छ तिमीलाई भन त काठमाडौँ जाने म अर्काको घरमा काम गरेर भाँडा माझेर पढेको मैले म तिमीलाई त्यस्तो दुःख त गर्न दिन्न म दिदीले पढाउँछु भनिरहेको छु मैले तिमीलाई है दिदीले पढाउँछु मैले निरुता बहिनी ल भन त मैले के सहयोग गर्नु पर्छ तिमीलाई अलिअलि पैसा दिउँ मैले पैसा दियो भने के ड्रेसहरू के स्कुलमा कापी कलमहरू किन्छौ हुन्छ अहिले केही पाएन रे अहिले पाएनको कुरा होइन कि अहिले भविष्य बन्नका लागि दिदीलाई के भन्छ के बन्ने छ भन त के बन्नलाई भन त पढ्ने हो पढ्छौ ल यता सिधा पढ्ने हो दिदीले पढाउँछु ल दिदीले पढाउँछु अहिले तिमीलाई के कापी कलम किन्नलाई खर्च चाहिएको नरो त बाउ आमा कोही छैन ए पढ्ने हो ठुलो मान्छे बन्छौ पढेर के भन्न चाहन्छौ ओभरसेयर पढ्छु भन्थे हो उसले ए ल दिदीले सहयोग गर्छु ल ले त अलिअलि 10,000 ले उसलाई अहिले 10,000 दिनु त अहिले तिमीलाई लिउ त ए 10,000 छ यो 10,000 छ है यो 10,000ले के गर्ने कापी कलम अनि त्यसपछि गएर चप्पल अनि के हुन्छ त्यो तिम्रो फोन नम्बर दिदीलाई दिने अनि पैसा चाहियो के भनी यहीँ बसेर पढ्ने हो तिमी कति क्लास अहिले 7मा होइन अब 7 कक्षाबाट 10 कक्षासम्म अथवा 25 सम्म पनि म दिदीले पढाउँछु 12 सम्म दिदीले पढाउँछु अहिले 10,000 लिइराख है निरुता यता दिदीलाई हक गर आऊ हक गर अनि हाँसी कि त अहिले चाहिँ हाँसी कि ल हेर त बामा नभए नि दिदी